एउटा सानो पप्पीले टोक्दा रेबिज लागेर अस्ति मात्र काठमाडौँमा एकजना व्यक्तिको ज्यान गएको छ। सो यदि तपाईँ पनि आफ्नो डेली लाइफमा कुकुर, बिरालो या अरू कुनै जनावरसँग कन्ट्याक्टमा आइराख्नुहुन्छ भने यो न्युज तपाईँको लागि एकदम नै इम्पोर्टेन्ट हो। रिपोर्ट अनुसार काठमाडौँको चन्दागिरीका एकजना 48 वर्षीय व्यक्तिलाई केही हप्ता अगाडि मात्र एउटा सानो पप्पीले टोकेको थियो। छेउछाउको हेल्थ फेसिलिटीमा भ्याक्सिनको सर्टेज भएको हुनाले उनले भ्याक्सिन लगाएनन् र एउटा सानो पप्पीले त टोकेको हो भनेर केही नहोला भनेर अरू ठाउँमा गएर भ्याक्सिन लाउने चासो पनि दिएनन्, जुन उनको सबैभन्दा ठुलो गल्ती हुन पुग्यो। र अनफर्चुनेटली यही कुराले गर्दा अस्ति शनिबारको दिन टेकुको अस्पतालमा उनको निधन भएको छ। र दुःखको कुरा डाक्टरहरूको अनुसार यो इजिली प्रिभेन्ट हुन सक्ने घटना थियो, तर भ्याक्सिनको सर्टेज प्लस परिवारको हेलचेक्राइले गर्दा यो घटना हुन पुग्यो। रेबिज भनेको एकदम नै डरलाग्दो रोग हो, किनभने यदि तपाईँमा रेबिजको लक्षण देखिन थालिसकेको छ भने यसको उपचार हुँदैन। सो बेस्ट उपाय भनेको इमिडिएट भ्याक्सिनेसन नै हो। सो यदि तपाईँलाई कुनै कुकुर, बिरालो या रेबिज इन्फेक्टेड जनावरले टोकेको, कोटारेको या तपाईँ केही तरिकाले उनीहरूको र्यालमा एक्सपोज हुनु भएको छ भने इमिडिएटली डाक्टरसँग सल्लाह लिएर भ्याक्सिन लगाइहाल्नु होला। र एकदम नै इम्पोर्टेन्ट कुरा, तपाईँको घरमा पेट राख्नु भएको छ भने उनीहरूलाई पनि रेगुलरली भ्याक्सिन लगाइदिनु होला, किनभने यो रोग रेबिस नभएको जनावरबाट चाहिँ सर्दैन। यसको लागि सो जनावर रेबिस इन्फेक्टेड हुनै पर्छ। र अहिले लेटेस्ट रिपोर्ट अनुसार नेपालको सरकारी अस्पतालमा रेबिसको भ्याक्सिनको एकदम नै सर्टेज छ। सो यदि तपाईँले भ्याक्सिन लगाउन खोज्नु भएको छ भने प्राइभेट हस्पिटल या क्लिनिकहरूमा जानु पर्न पनि सक्छ। होपफुली यसमा नेपाल सरकारको ध्यान जाओस्, एज सबैले प्राइभेट अस्पतालमा महँगो भ्याक्सिन एफोर्ड गर्न सक्दैनन्।